This is the hotel. Hello guys. आज चाहिँ हामी यता पोखरामा छौँ। हिजो चितवन टु पोखरा भनेको बाटोमा भिडियो बनाउँदा आउनु पर्यो भनेको त दिनभरि पानीले भिजाएर त्यही भएर भिडियो बनाउन पाएन। अब पोखरा टु काठमाडौँ चाहिँ होला भिडियो हेरेर साथ दिनु होला। ल त पुरा पानीले भिजेर हामी चाहिँ यस्तो रुममा छौँ। हामी लेक साइड बसेको। पुरा जुत्ताहरू अझै सुकेको छैन भनेको है। केटाहरूको जुत्ता छ यहाँतिर, अन्जुको जुत्ता, साथीहरूको जुत्ता, यो कपडाहरू यस्तरी सुकाइराखेको छ। यहाँबाट चाहिँ फेवाताल देखिन्छ है साथीहरू। हामी लेक साइडमा बसेको, यहाँ छ। ल अब हामी सिग्लेस भन्ने ठाउँमा जाँदैछौँ। सिग्लेस, लेट्स गो सिग्लेस ब्रो। ठीक है। हामी जाँदैछौँ सिग्लेस। गर्दछौँ। सिग्लेस जाने बाटो चाहिँ यता रहेछ। अब हामी सिग्लेसतिर लाग्यौँ। लेट्स गो। दामी रहेछ अरे यहाँको भ्यू। A few moments later. हिजो पनि दिनभरि पानी कुट्यो। अब आज नि कुट्ला जस्तो छ। अब के गर्नु त है। अब त बचाउँछ। अब त कति बचाउनु यस्तो भइसक्यो होला ती। यो भन्छ के बचाउनु अब आउँछ अरे थुक्क। पर्दैन अब। ओ माई गॉड हालत। ल हेर गाइस, ल हेर यहाँ गाइस। बाटो सिग्लेस जाने बाटो चाहिँ यस्तो बाइक लड्यो। हेर मेरो जुत्ता। ओ माई गॉड अब यस्तो छ बाटो, कसरी जाने। मुझे अपने घर जाना है। मुझे घर जाना है। 2 hours later. ल फाइनली हामी सिग्लेस आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ सिग्लेसको इन्ट्री चाहिँ यस्तो रहेछ। ठ्याक्क लाएर म गेटमा ठ्याक्कै यहाँ पानी परिरहेको थियो। कहाँनिर जाने होला? सिधै गेटबाट भित्र जानु गर्दा हुन्छ। केमा पठाइदिनु भयो दाइ? The next day. हेलो गुड मर्निङ। हामी हिजो चाहिँ बल्ल बल्ल सिग्लेस आइपुगेको थियो। एकदम सिग्लेसको डाँडा के अरे अन्नपूर्ण होइन, अन्नपूर्ण हिमाल देख्ने रहेछ नि त्यहाँबाट। अनि दामी देख्ने रहेछ। अब त्यो कुरा देखाउँछौँ, तपाईँले हेर्नु होला है त। ल हामी चाहिँ एउटा फ्यामिली गेस्ट हाउसमा बसेको थियो। एकदमै राम्रो छ। तपाईँहरू नि आउँदाखेरि यहाँ फोन गरेर आउन सक्नुहुन्छ। यही हो फ्यामिली गेस्ट हाउस। यति नै थाक्छ के भयो।
थाक्यो यही हिमाल हेर्नु जान्ला हामी अन्नपूर्ण ल यहाँ माछा बजार ब्याङ्क पनि रहेछ ट्रेकिङ आए मान्छे चप्पलमा जुत्ता भिजेर बिजोक त्यो चल्दिया चप्पल अरे साला तुम लोग पागल है क्या ल हिँड्ठाडै उकालो भारी कतिको गर्नु छ सकेर जस्तो कहिले पुगेँ भ्यू टावरमा 1 घन्टा 1 आवर मोर फाइनली यो उकालो चाहिँ तोडे जस्तो लाग्यो है त यो पछि ट्याक्कै सरप्राइज के रहेछ हेर है चुप हो जाओ ल त हेर्नु त थकै नै मेट्ने खालको भ्यू यार ओ माई गॉड यस्तो दामी दिएछ ये मजा आयो होइन होला चलो चलो यो 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 रमाइलो भयो भ्यू त त्यहाँ परानो क्लाउड पनि भइरहेछ कत्रो बढी देखायो यार डरै लाग्यो हिमाल दामी दिइरहेछ कि मान्छे त केही हुँदैन अन्जु यता डाँडामा जा त खतरा देखेछ यो मोबाइलमा चाहिँ अलि क्लियर नहुने नजिक पनि नदेख्ने कि अनि मोबाइल चाहिँ कति टाढो देख्यो यार आँखाले त कत्रो देखिरहेछ ल हामी चाहिँ चौजा खाँदैछौँ मिठो छ हिमाल हेर्दै खानु मजा आउँदो रहेछ वाउ ल खाना चिसोमा मजा आयो तातो यत्रो चौर छ होइन यहाँ टक्क लगाएर टेन्सन ल्याएर बस्नु दामी हुन्छ ल नेक्स्ट टाइम आउनु पर्ला हौ टेन ल्याएर चौर पनि दामी छ यो भ्यू हेर्दै मजाले इन्जोय गर्नु पर्छ फर्क्यौँ गाइज फर्क्यौँ कफी खाएर जाने कुरा भएको छ हाम्रो कफी टक्क कफी हानेर अब ल गाइज यो चाहिँ सिक्लेसको गाउँ रहेछ माथिबाट देखेको भ्यू हो यो बिदाई गर्नुहुने रहेछ ल है त यो चाहिँ बिदाई हो रहेछ हामी चाहिँ फर्क्यो है त हाई हेलो मादी गाउँपालिका वडा नम्बर 1 रहेछ है सिक्लेस चाहिँ
कस्तो राम्रो सजाएको अन्नपूर्ण गेस्ट हाउस। यहाँ चाहिँ बाइक पार्किङ गर्ने ठाउँ छ, यो माथिल्लोपट्टि पनि हो अनि यो तल पनि छ। टक्क पार्किङ गर्ने ठाउँहरू मजाले छ, सेफ छ हैन। A few moments later. हिजो बाटो यो भन्दा पछि के भयो खुट्टा? A few moments later. है नेपाल लङ्गेस्ट सेकेन्ड लङ्गेस्ट पुल रहेछ। दौड़ियों के दौड़ियों। मरना है क्या भोसड़ी के? मरना तेरे को डर नहीं लगता? उता लामो रहेछ त्यो पुल। त्यो रोड हुँदै आयो हामी त्यहाँबाट सरर सट्ट लाएर आएको त। डर लाग्दैछ यो पो नडराएर हिँड्छ यार छोरा मान्छे जतिकै। अनि हेर्नु त गाइस तल कस्तो छ, आम्मामा यस्तो डेन्जर देख्दछ। 2 hours later. हामी हामी अहिले चाहिँ पुल खेल्न जाने। आफ्टर द्याट राति भएपछि लेक साइड हेर्न जाने। हामी यहाँ छिर्नु लाग्यो सुन्दिउँ भने। A few moments later. चेस गर्न तेरो बेला The next day. ल हाम्रो सेकेन्ड दिनको घुमाइ यहाँ स्तुपामा आएको। यहाँबाट राम्रो देखिने रहेछ है काठमाडौँ सहर चाहिँ। अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।